हेलो एभ्रिवान, वेलकम ब्याक टु माई च्यानल इट्स योर बोय श्रेष्ठ। आज चाहिँ मैले भ्लग लिएर आएको छु। आज चाहिँ दिदीको बर्थडे रहेको छ, त्यही भएर चाहिँ मैले भ्लग बनाउन लागिरहेको छु। म तपाईँलाई देखाउँछु कि मैले दिदीको बर्थडेको लागि चाहिँ के गरेको छु हामीलाई। यहाँ हेर्न सक्नुहुन्छ, यो माथि लाइट भइहाल्यो। यो चाहिँ मैले लो कस्ट सेटअप गरेँ। यसमा चाहिँ एउटा पनि पैसा खर्च भएको छैन। यो चाहिँ घरकै सामानहरूले बनाएको हो है, हेर्न सक्नुहुन्छ। हामीसँग बिचमा चाहिँ व्हाइट पर्दा, साइड साइडमा येल्लो पर्दा, र यो चाहिँ ह्याप्पी बर्थडे चाहिँ मैले कार्डबोर्डले बनाएर नि यसलाई चाहिँ मैले यो डोरीमा सियोले घोपेर पाल बनाएर यसरी राखेको छु सबै होइन। अनि यो चाहिँ आरजिबी लाइट भइहाल्यो। यस्तो छ सेटअप। म बत्ती बालेर देखाउँछु है त। ए बत्ती बालेर चाहिँ यस्तो सेटअप देखिन्छ, तर बत्ती नबालेकै राम्रो देखिन्छ होला हेर्ने। यस्तो दामी बनेको छ सेटअप। अनि यहाँ चाहिँ बस्नुहुन्छ। यो चाहिँ एकदम फोहोर छ, अब यसलाई मैले चेन्ज गर्नुपर्ने हुन्छ। यो कोठाहरू सफा गर्नुपर्ने हुन्छ, पुरै क्लियर बनाउनु पर्ने हुन्छ। यहाँ नि यस्तो छ। अनि भरे चाहिँ दिदी आउँदै हुनुहुन्छ। मेरो चाहिँ दुईवटा दिदी हुनुहुन्छ, ठुलो र सानो। ठुलो चाहिँ अहिले ठुलोकै बर्थडे हो, अहिले स्कुल गएको छ। स्कुल गएर चाहिँ आए पछाडि चाहिँ सरप्राइज दिनुपर्छ यसरी होइन। अनि सानो दिदी पनि आउनुहुन्छ र मसँग भान्जा भान्जी, दुईवटा भान्जी, एउटा भान्जा र दुईवटा भाइहरू पनि आउँदैछन्। भरे तपाईँहरू हेर्न सक्नुहुन्छ। भरे अब एकैचोटि म तपाईँहरूलाई उयो भ्लगको देखाउँछु, एकैचोटि त्यसको देखाउँछु। र त्योभन्दा अगाडि चाहिँ एउटा कुरा म मेन देखाइदिइहाल्छु है। यहाँ अनि हामीसँग चाहिँ यो स्नो बल लिएर आएको छ, स्प्रे बल भन्न आएको छ, दुईवटा क्यान्डल, चक्कु, अनि अर्को स्पेसल भनेको चाहिँ केक भने बर्थडेमा केक नकाटेर हुन्छ भने नि केक। एभ्रिबडी हामी चाहिँ रेडी भइसकेको छौँ। हाम्रो यहाँ यता उहाँ नि हाम्रो बर्थडे गर्ल आजको। हजुर, त्यो फोहोर भनेको त्यो हुँदै गर्छ, सबै घरमा नर्मल हो। र हाम्रो स्मल सिस्टर, त्योभन्दा स्मल चाहिँ मै हो। त्यो पछाडि केही पनि देख्दैन क्या, त्यो पछाडि लाइटले देख्दैन। यहाँ चाहिँ हाम्रो भान्जा बाबु। आज चाहिँ मेरो बर्थडे। त्यही त हावा जे पनि बोल्दैन। यहाँ केक छ। ह्याप्पी बर्थडे सृजना श्रेष्ठ। ह्याप्पी छ यहाँ HANNY नि छ। सबैको एटिएम बिर्सेन पढ्न आउँदैन नि पोस्टर। यहाँ हाम्रो भान्जी छ यता। मम्मी अर्कोले मेरो रिभ्यू खाना खोजिरहेछ, सानो भान्जी हो। यहाँ हामीसँग ए नबोल्नु। कराएर नबोल्दा बच्चाले त्यसरी कराएर बोल्नु हुँदैन। पिपीवाई चाहिँ MMY भन्छ होइन, तर केही चाहिँ स्टाइल मेरो चाहिँ बर्थडे। उयो बर्थडे के टु यु सिर्जना हिँडिरहेको छ। टिकाहरू रेडी भइरहेछ। यहाँ सुन्तला, यो लाइट, यो दही चिउरा, यो अनि ह्याप्पी बर्थडे जुगाडवाला। त्यस्तो छ नि हजुर जुगाडवाला। अनि यहाँ माथि लाइट अनि उता चाहिँ बर्थडे गर्ल रेडी हुँदैछ। हामी पनि रेडी छौँ। म चाहिँ बसिरहेको छु कोरेर। सुनेर मात्र बस्नुपर्ने हो, बोल्नु के हुँदैन। गर्निच के हो? पूजा गर्नलाई के फुट आउला नि आउ। टोपी लगाएको छु, जाडो छ नि त्यति टोपी लगाएको। रेडी भइसक्यो। बिस्तारै गर है, बिस्तारै बिस्तारै यहाँ गर्ने बिस्तारै गर। निब्यो उता ढोगेर त्यहाँ उता गर्ने, उता भगवान्लाई चढाउने। ढोगेर मैले नढोगिकन चढाइदिएँ गाइस। फोटो खिच्न भिडियो बनायो। भिडियो बनाउँदै हो। पैसा मैले ल्याएर चाहिँ विशेष सिधा राख्नुपर्छ नि त, त्यो ब्यागमा छ।
सक्नु कि सक्नु पनि यहाँ चाहिँ एउटा बनाउने सिधाइसक्यो गरिसकेपछि टिकटक बनाउनु नै नि मलाई सच्ची च्यानलबाट हजुर मलाई पस्नु पहिला सघाउनु पर्छ अब मलाई मलाई त त्यही राखिदियो हुन्छ मम्मी मलाई त त्यही राखिदियो हुन्छ ड्याडी पाइसक्यो खोइ ड्याडी मा सक्नु लिनु मासु लिनु न मा लिराखमा ए होइन विदेशी हुनुको पीडा भयो भए खाए खाए मा परदेशी हुनुको पीडा मासु मलाई पनि बेबीले दिला म त पीडा छ दिलमा मान्छे त चिनो होइन यही हो होइन मलाई नि मासु हजुर मेरो त्यही राखिदिनु ल ल किन ढोके त्यही राखिदिनु मेरो भाइ ल पहिला उयो गरेर उयो केक के काटला केक काटौँ न निको अनि यो मारिसकेपछि माथि फेरि गरे फेरि ल म गर्छु छिटो 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 उ खोइ लाइटर ए त्यहीबाट त्यहीबाट गर्ने हो अहिले नगर है ह्याप्पी बर्थडे Happy birthday Happy birthday dear Chaitanya Happy birthday to you यता चाहिँ ड्याडी हुनुहुन्छ ल भयो फुगर फुगर ल गर्नु फुगर अब ल ह्याप्पी यो बर्थडे निभाउन सक्नु पर्यो है सुजनले बर्थडे टु यु निभाइदिनु पनि यहाँ देखाइ यहाँ देखाइसकेँ मैले ए फेरि देखाउ न कति देखाउने भनेर ड्याडी यहाँ हुनुहुन्छ ल निकालौँ त्यो टोकन पढ्नु छ न फेरि है फेरि यहाँ ड्याडीलाई देखाइदिनु ल पढ्दैन खै न यहाँ म यहाँ भ्लग बनाएर चाहिँ छोड्नु ब्लग बनाइ यहाँ देखाइदिनु ब्लगमा देख्छ क्या काटिसक्यो काट्दाखेरि पनि देखाइदेऊ न होइन नि त त्यहाँ सिधै काटेको चाहिँ भ्लग बनाउनु नि यहाँ पल अलिकति यहाँ अनि उता देखाइदेऊ न त्यहाँ देखेको चाहिँ भने कति चाहिँ जाउँ ल बर्थडे टु यु त्यता पछि पछि बिस्तारै ल ड्याड खै ड्याडीलाई खै ड्याडीलाई पनि खोइ तपाईलाई नि खै यता भन्नु भने टचअप गर्ने भने कस्तो दाम दिएर यसलाई भइसक्यो अब भयो कि भयो भयो केक काटौँ नि भनेको जोकर हेर्नु ड्याडीलाई खान्छ पहिला कति यता आउनु नि म त्यहाँ खिच्न दिनु नि तपाईँ चाहिँ कागज ल्याएको छैन मेरो चाहिँ मेकअप भएर यो चाहिँ ड्याडी लिनु ड्याडी त्यही चाहिँ भन्यो कति ल यहाँ दिँदै हुनुहुन्छ ड्याडी ल भयो बर्थडेको कार्टुनको खोइ त्यो त तेरा खाता हात चाट्ने हो अब केक खानलाई रेडी बाबा जस्तो मलाई बियर खाने भनेको अस्ति नै बियर यसलाई खाएर यसरी अनि फेरि गएर खाने खाएको त कति खुवाइदियो यसलाई मैले नखाइदिनु भनेर ल काट काट टेस्टी मैले फर्स्ट छोराई मेरो ब्याग खोइ मैले फर्स्ट छोराई भएर त स्टेप छोराभन्दा अगाडि आमा बुवा आउँछन् त्यसमा दिइसक्यो त सबैलाई मैले पहिला त ए मलाई हेर्नु यसरी माग्नु पर्छ पुगिसक्यो मलाई चेरी सही सबै सबै त कसलाई त भाइलाई ए खानेको थियो अरे मम्मीलाई दिनुपर्छ खै अन्जे हेर्दा सुन्नु देऊ यता खानेको थियो अरे भन्दै गरेको थियो त पहिला दिनुस् भन्दै छिटो हो चाहिँ केक दिनुहोस् मम्मी केक दिनुस् ओइ केक दिनुहोस् यता छोरीलाई केक चाहिएर पहिला सानो छोरी छिटो मेरो मलाई नि काट्दैन मैले काटेर लिएर मम्मीलाई दिँदैन पहिला मम्मीले अघि दिइसक्यो नि त फर्स्टमा त्यो हो नि त चलिदिएन नि त यहाँ हामी चाहिँ मागेको मागे मलाई त नपुग्नु त त्यो नि मलाई पुगिहाल्छ नि हौ केक पाइसकेको छ केक खाऊँ